नमस्कार। नेपालको विदेश नीति यो बुझ्नको लागि एउटै शब्द नै काफी छ, त्यो हो गुटनिरपेक्षता। तर आखिर यो शब्दको खास अर्थ के हो त? यसको जरो कहाँसम्म फैलिएको छ? अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, आजको यो बदल्दो संसारमा यसको सान्दर्भिकता कति छ? ल आउनुहोस् आज यही विषयलाई अधिक गहिराईमा गएर केलाउँ। यो विषयको सुरुवात पृथ्वीनारायण शाहको त्यो एउटा कालजयी भनाइबाटै गरौँ न है। नेपाल दुई ढुङ्गा बीचको तरुल हो। सुन्दा सामान्य लागे पनि 250 वर्षभन्दा बढी समयदेखि यही एउटा वाक्यले नेपालको पूरै रणनीतिक सोचलाई डोर्याउँदै आएको छ। यो केवल एउटा भनाइ मात्रै होइन, यो त हाम्रो अस्तित्व रक्षाको सिद्धान्त हो र हाम्रो आजको यो सम्पूर्ण विश्लेषणको आधार पनि यही हो। ल अब गुटनिरपेक्षताको अवधारणालाई अलि नजिकबाट हेरौँ। सिधै नेपालको कुरा गर्नुभन्दा पहिले यो शब्दले विश्वव्यापी स्तरमा चाहिँ के अर्थ राख्छ त्यो बुझ्नु एकदमै जरुरी छ। गुटनिरपेक्ष आन्दोलन यसको जन्म भएको थियो शीतयुद्धको समयमा। त्यो बेला कस्तो थियो भने पुरै विश्व कि त अमेरिकाको पक्षमा कि त सोभियत सङ्घको पक्षमा, मतलब दुई कितामा बाँडिएको थियो। यस्तोमा भर्खर स्वतन्त्र भएका धेरै देशहरूले सोचे हामी किन कसैको गुटमा लाग्ने। उनीहरूका लागि आफ्नो सार्वभौम सत्ता, आफ्नो निर्णय आफै गर्ने अधिकार सबैभन्दा ठूलो कुरा थियो। हो, यही सोचले नै गुटनिरपेक्ष आन्दोलनलाई जन्माएको हो। अब यो आन्दोलन त्यत्तिकै एकै रातमा जन्मिएको चाहिँ होइन, यसको एउटा प्रक्रिया छ। सुरुमा सन् 1955मा इन्डोनेसियाको बान्डुङमा एउटा सम्मेलन भयो, जसले यसको जग बसाल्यो, भनौँ न एउटा बान्डुङ स्पिरिट तयार गर्यो। तर यसले औपचारिक रूप लिन चाहिँ सन् 1961सम्म कुर्नु पर्यो। जब बेलग्रेडमा पहिलो शिखर सम्मेलन भयो, तब मात्र यो एउटा विश्वव्यापी आन्दोलनको रूपमा स्थापित भयो। अब यो आन्दोलनको आत्मा के हो त? यसका मुख्य सिद्धान्त के हुन्? खासमा यी 5वटा सिद्धान्त छन्, जसलाई पञ्चशील पनि भनिन्छ। के हुन् भन्दा, एक अर्काको सार्वभौमिकताको सम्मान गर्ने, कसैले कसैलाई आक्रमण नगर्ने, अरूको भित्री मामिलामा हस्तक्षेप नगर्ने, अनि समानता र शान्तिपूर्ण सहअस्तित्व कायम राख्ने। यिनै सिद्धान्तहरू हुन् जसले सदस्य देशहरूको विदेश नीतिलाई डोर्याउँछ। ल अहिलेसम्म हामीले विश्वमा गुटनिरपेक्षता के हो भनेर बुझ्यौं। अब यही अवधारणालाई नेपालको विशेष अवस्थासँग जोडेर हेरौँ, त्यही हाम्रो प्रसिद्ध तरुलको उपमा प्रयोग गरेर। जब हामी दुई ढुङ्गा बीचको तरुल भन्छौं, यो केवल हाम्रो भूगोलको कुरा मात्रै होइन, यो त हाम्रो अस्तित्व रक्षाको एउटा सिद्धान्त नै हो। यसले हामीलाई सिकाउँछ कसरी दुई विशाल छिमेकी भारत र चीनको दबावलाई सन्तुलनमा राख्ने अनि कसरी एकदमै सावधानीपूर्वक अघि बढ्ने। ठ्याक्कै तरुल जस्तै, हेर्दा नाजुक तर जस्तो सुकै सङ्कटमा पनि टिक्न सक्ने। हो, यही क्षमता विकास गरेर आफ्नो अस्तित्व जोगाउनु नै यसको मूल मर्म हो। नेपालको भूगोल नै एक किसिमले हाम्रो नियति जस्तो छ। दक्षिण, पूर्व, पश्चिम तीनैतिर भारत अनि उत्तरमा चीन। हाम्रो यही भूपरिवेष्टित अवस्थितिले नै हाम्रो विदेश नीति कस्तो हुनुपर्छ भनेर आकार दिएको हो। र यसैले नै त्यो दुई ढुङ्गा बीचको तरुल भन्ने कुरालाई साँच्चीकै जीवन्त बनाउँछ। अब यी दुई ढुङ्गा मतलब हाम्रा दुई छिमेकीसँगको सम्बन्धलाई हेरौँ। दुवैसँग एकदमै फरक तर उत्तिकै जटिल सम्बन्ध छ हाम्रो। एकातिर भारत, जसले हामीलाई तीनतिरबाट घेरेको छ, खुला सिमाना छ, गहिरो सांस्कृतिक धार्मिक सम्बन्ध छ, हाम्रो सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि भारत नै हो। अनि अर्कोतिर छ चीन। चीनसँग हाम्रो उत्तरी हिमालय सीमा छ, लामो ऐतिहासिक व्यापारिक सम्बन्ध छ र चीनले हामीलाई वैकल्पिक कनेक्टिभिटी पनि दिन्छ। अब दुवै देश नेपालमा आफ्नो प्रभाव बढाउन चाहन्छन्। हो, यहीँनिर आउँछ नेपालको लागि सबैभन्दा ठूलो चुनौती, त्यो सन्तुलन कायम राख्ने। ल सिद्धान्तको कुरा त भइहाल्यो। अब इतिहासमा फर्केर हेरौँ, नेपालले यो गुटनिरपेक्षताको नीतिलाई व्यवहारमा चाहिँ कसरी लागू गर्यो त? यसको एउटा महत्त्वपूर्ण क्षण थियो सन् 1961। त्यो बेला राजा महेन्द्र आफैले बेलग्रेडमा भएको पहिलो गुटनिरपेक्ष सम्मेलनमा नेपाली टोलीको नेतृत्व गर्नुभयो र नेपाल त्यसको संस्थापक सदस्य बन्यो। राजा महेन्द्रका लागि यो केवल एउटा सम्मेलनमा भाग लिनु मात्र थिएन, यो त विश्वमञ्चमा नेपालको स्वतन्त्र पहिचान स्थापित गर्ने अनि सँगसँगै आफ्नो पञ्चायती व्यवस्थाका लागि अन्तर्राष्ट्रिय मान्यता जुटाउने एउटा बलियो माध्यम पनि थियो। राजा महेन्द्रपछि आए राजा वीरेन्द्र। उहाँले त झन् एउटा अर्को ठूलो कदम चाल्नुभयो। सन् 1975मा आफ्नो राज्याभिषेकको बेला उहाँले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छ भनेर एउटा ऐतिहासिक प्रस्ताव नै अघि साल्नुभयो। यो उहाँको विदेश नीतिको एउटा एकदमै महत्त्वपूर्ण पहल थियो।
यसको मुख्य उद्देश्य के थियो भने नेपाललाई क्षेत्रीय तनाव र द्वन्द्वबाट टाढा राख्नु। अब यो शान्ति क्षेत्रको प्रस्ताव त्यत्तिकै आएको थिएन। यसको पछाडि एउटा खास भूराजनीतिक कारण थियो। त्यही साल सन् 1975मा भारतले सिक्किमलाई आफूमा विलय गर्यो। त्यो घटनाले काठमाडौँमा एउटा गहिरो असुरक्षाको भावना पैदा गरिदियो। सबैलाई के लाग्यो भने नेपाल जस्तो सानो देशको सार्वभौमिकतामाथि पनि त यस्तै खतरा आउन सक्ने रहेछ। हो, त्यही असुरक्षाको भावनाको एक रणनीतिक जवाफ थियो शान्ति क्षेत्र प्रस्ताव। अनि यो प्रस्तावले अन्तर्राष्ट्रिय स्तरमा त गजबकै समर्थन पायो। सोच्नुस् त, चीन र अमेरिका जस्ता शक्ति राष्ट्रसहित 130 भन्दा बढी देशहरूले नेपालको शान्ति क्षेत्र प्रस्तावलाई समर्थन गरेका थिए। तर एउटा ठूलो तर थियो। यत्रो अन्तर्राष्ट्रिय समर्थन हुँदाहुँदै पनि हाम्रो सबभन्दा महत्त्वपूर्ण छिमेकी भारतले चाहिँ मानेन। भारतले यो प्रस्तावलाई स्वीकार गरेन। भारतको बुझाइ कस्तो रह्यो भने यो प्रस्तावले नेपालसँगको उसको विशेष सम्बन्धलाई कमजोर बनाउँछ। हो, यही एउटा अस्वीकृतिका कारण त्यो प्रस्ताव कहिल्यै अगाडि बढ्न सकेन र यसले नेपालको विदेश नीतिको सीमा कहाँसम्म छ भन्ने कुरा पनि छर्लङ्गै देखाइदियो। ल, अब इतिहासबाट वर्तमानमा आउँ। 21औं शताब्दीमा जहाँ गुटनिरपेक्षताको परीक्षा नै नयाँ किसिमले भइरहेको छ, नयाँ खालका महाशक्ति प्रतिस्पर्धाले यसलाई चुनौती दिइरहेका छन्। आजको दिनमा भूराजनीतिक प्रतिस्पर्धाको स्वरूप फेरिएको छ। यो एउटा पूर्वाधार र रणनीतिको प्रतिस्पर्धा जस्तो भएको छ, चीन, अमेरिका र भारत बीच। एकातिर चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ वा BRI छ, जसको एउटा लक्ष्य भारतमाथिको हाम्रो निर्भरता कम गर्नु हो। अर्कोतिर अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन वा MCC छ। यसले आर्थिक विकासको कुरा गर्छ, तर धेरैले यसलाई चीनलाई रोक्ने अमेरिकाको इन्डो पेसिफिक रणनीतिको अङ्गको रूपमा पनि हेर्छन्। अनि भारत पनि कहाँ चुप लागेर बस्छ र? उसको नेबरहुड फर्स्ट नीति छ, जसले आफ्नो परम्परागत प्रभावलाई कायम राख्न खोज्छ। अब यो बाहिरी प्रतिस्पर्धाको असर हाम्रो घरभित्र, मतलब हाम्रो घरेलु राजनीतिमा पनि गहिरोसँग परेको छ। MCC पास गर्ने कि नगर्ने, BRI-लाई कसरी अघि बढाउने, यस्ता बहसले हाम्रो समाजमा राष्ट्रवाद, सार्वभौमिकता, विदेशी प्रभाव जस्ता मुद्दालाई केन्द्रमा ल्याइदिएको छ र यसले देशमा तीव्र राजनीतिक ध्रुवीकरण पनि बढाएको छ, जुन हामी सबैले देखेकै कुरा हो। यस्तो अवस्थामा एउटा एकदमै महत्त्वपूर्ण प्रश्न उठ्छ। के नेपाल अब 2 ढुङ्गा बीचको होइन, 3 ढुङ्गा बीचको तरुल भइसकेको हो? भारत र चीनको त्यो पुरानो समीकरणमा अब अमेरिकाको पनि बलियो उपस्थिति थपिएको छ र यसले नेपालको विदेश नीतिका लागि पक्कै पनि एउटा नयाँ र झनै जटिल चुनौती खडा गरेको छ। ल, अब आजको यो पुरै विश्लेषणको सार के हो त? हामीले सम्झनै पर्ने मुख्य कुराहरू के हुन्, त्यसलाई छोटकरीमा हेरौँ। मुख्यतः 3वटा कुरा छन्। पहिलो, नेपालको गुटनिरपेक्षता भनेको कुनै साधारण विदेश नीति मात्र होइन। यो त 2 ढुङ्गा बीचको तरुलको रूपमा आफ्नो अस्तित्व जोगाउन अपनाइएको एउटा ऐतिहासिक रणनीति हो। दोस्रो, समयसँगै यो नीतिको स्वरूप पनि फेरिएको छ। पहिले राजनीतिक स्वतन्त्रताको कुरा हुन्थ्यो, जस्तै न्याममा सहभागिता वा शान्ति क्षेत्रको प्रस्ताव। अहिले यो BRI र MCC जस्ता आर्थिक र पूर्वाधारका चुनौतीहरू व्यवस्थापन गर्नेतर्फ मोडिएको छ। र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, आधारभूत चुनौती भने जहिले पनि एउटै रहेको छ। त्यो हो प्रतिस्पर्धी शक्तिहरूसँग एकदमै कुशलतापूर्वक सन्तुलन मिलाएर आफ्नो सार्वभौमिकता र राष्ट्रिय स्वार्थको रक्षा गर्नु। अनि अन्त्यमा एउटा प्रश्न छोडेर जान चाहन्छु जसले हामी सबैलाई सोच्न बाध्य बनाउँछ। विश्वमा शक्ति सन्तुलन र गठबन्धनहरू यसरी परिवर्तन भइरहेको बेला नेपालको कूटनीतिले यो तरुललाई कसरी जोगाएर राख्न सक्ला? यो प्रश्नको उत्तरले नै नेपालको विदेश नीतिको भविष्य कस्तो हुनेछ भन्ने निर्धारण गर्नेछ।